हेलो साथीहरू, आजको एसेको टपिक रहेको छ मेरो जीवनको लक्ष्य। हरेक मानिसको जीवनमा कुनै न कुनै लक्ष्य रहेको हुन्छ। मानिसले आफ्नो जीवन सफल र सार्थक बनाउनका लागि लक्ष्य निर्धारण गर्नु धेरै आवश्यक हुन्छ। हामीमा भएको आन्तरिक क्षमतालाई बुझेर हामीले आफ्नो लक्ष्य पूरा गर्न सक्नुपर्छ। लक्ष्य प्राप्त गर्दा धेरै बाधाहरू आउँछन्, तर हामीले कहिल्यै हार मान्नु हुँदैन। हार नमान्ने मानिस मात्र आफ्नो जीवनमा सफल हुन्छ र आफ्नो जीवनलाई पनि अमर बनाई मर्न सक्छन्। उदाहरणको रूपमा पृथ्वीनारायण शाह, लक्ष्मीप्रसाद देवकोटा आदिलाई लिन सक्छौं। धेरै कठिनाइको सामना गर्नु परेको थियो। त्यसैगरी हामीले पनि हरेस नखाई आफ्नो लक्ष्य पूरा गर्न आजदेखि नै लाग्नुपर्छ। यदि हामीले सानैदेखि मेहनत गर्यौं भने पछि गएर लक्ष्य पूरा गर्न सजिलो हुन्छ। म आफ्नो देशको र समाजको सेवा गर्न चाहन्छु, त्यसैले मेरो जीवनको लक्ष्य समाजसेवी बन्नु हो। मैले समाजमा रहेका दीन दुखी गरिब प्रतिको सेवा गर्न लक्ष्य बनाएको छु। देश विकासमा आफ्नो योगदान पुर्याउन चाहन्छु। म मेरो जीवनको लक्ष्य पूरा गर्नका लागि ध्यान दिएर पढ्छु, उच्च शिक्षा हासिल गर्नेछु। आफ्नो पढाइ लेखाइ पूरा गरेपछि एउटा सामाजिक संस्थामा काम गरी निस्वार्थ भावनाका साथ दुखी गरिब मानिसको सहयोग गर्नेछु। त्यसपछि म आफै एउटा सामाजिक संस्था खोल्नेछु। म गरिब असहाय मान्छेलाई निशुल्क शिक्षा, खाना, कपडा प्रदान गर्नेछु। हाम्रा देशमा अस्पताल नभएको कारण प्रत्येक दिन हजारौं मान्छेको मृत्यु भइरहेको हामीलाई थाहा नै छ। यस्ता समस्या समाधानका लागि सरकारलाई स्वास्थ्य क्षेत्र अझै बलियो बनाउन निवेदन दिनेछु। हाम्रा देशमा भएका गरिब र अशिक्षित नागरिकलाई काम दिन सरकारलाई निवेदन गर्नेछु। नेपालमा कामको उचित मूल्य नपाएको कारण विदेश जान परेको नागरिकलाई नेपाल सरकारले राम्रो काम र उचित मूल्य दिने विषयमा अगाडि बढ्नेछु। समाजका व्यक्तिलाई चोर, डाका, भ्रष्टाचारीको जालोबाट बस्नका लागि र सचेत गराउनका लागि समाजमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछु। म मेरो जीवनमा वृद्धाश्रम बनाउने, नारी हक हितका लागि कार्य गर्ने, बालबालिकाको अधिकारका लागि समस्या समाधान खोज्ने जस्ता कार्य गरी समाज सेवकका रूपमा चिनिन चाहन्छु। त्यसैले म आफ्नो जीवनलाई समाज सेवामा समर्पण गर्ने इच्छा बनाएको छु। मेरो क्षमताले भ्याएसम्म राष्ट्रका सामाजिक क्षेत्रमा समर्पित हुन चाहन्छु। थ्याङ्क यू एन्ड बाई बाई।